नमस्कार साथीहरू। म आज अलिक सरल भाषामा प्रस्तुत हुने कोसिस गर्दैछु। आजको विषयवस्तु पनि समसामयिक राजनीति नै रहेको छ। मसँग अनुराग राख्ने साथीभाइहरूले भाषा अलिकति सरल र सहज हुनु पर्यो भन्ने सुझाव पनि आएको छ। जे होस्, क्रमशः प्रस्तुत हुँदै जाने मेरो यो अनुभूतिको श्रृङ्खला म अझै श्रवणयोग्य र मननयोग्य बनाउने प्रयासमै छु। आज म भारतको पश्चिम बङ्गाल विधानसभा निर्वाचनको सामान्य चर्चा गर्दै जनताले तृणमूल काङ्ग्रेसलाई जो विगत 14-15 वर्षदेखि पश्चिम बङ्गालको शासन सत्तामा थियो, तर अहिले लज्जास्पद हार भएर सत्ताबाट बाहिरिनु परेको छ। यहाँ मैले ममता बनर्जीको हारमा खुसी या दुखी, या भारतीय जनता पार्टीको जितमा खुसी या दुखी हुन खोजेको छैन र होइन। सबैभन्दा ठुलो लोकतन्त्र मानिने हाम्रो छिमेकी मुलुक भारतमा जनताहरू आवश्यकता अनुसार मत बदल्छन्। एकताका दिल्लीका मतदाताले पनि मत बदलेर केजरीवाललाई सत्तामा पुर्याएकै हुन्। मलाई लाग्छ आम जनताले आवश्यकता अनुसार आवधिक निर्वाचनहरूमा मत बदल्न सक्नुपर्छ। पहिचान, वर्ण, जात, भाषा, वेशभूषा, संस्कृति, धर्म आदि विविध पक्षलाई आफ्नो स्वार्थ अनुरूप व्याख्या गरी मतदातालाई प्रभावित पार्ने काम पार्टीहरूले गर्दै आएका छन्। जबकि यी मुद्दाहरू सहायक हुनुपर्ने र घाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, मनोरञ्जन र पूर्वाधार विकास जस्ता मुद्दाहरू प्राथमिक हुनुपर्ने हो। तर मलाई लाग्छ चुनावमा मत प्राप्त गर्न मन जित्नुपर्छ जनताको, मतदाताको। जनता सधैँ परिवर्तनको पक्षमा रहेको हुन्छ। जब सत्तासीन पार्टीले परिवर्तित मुद्दालाई आत्मसात गर्न सक्दैन, तब जनताको मन बदलिन्छ अनि मत पनि परिवर्तन हुन्छ। अहिले पश्चिम बङ्गालको मत परिणाम र अस्ति 2082 साल फागुन 21 गते हाम्रो देश नेपालमा भएको निर्वाचनको मत परिणामलाई तुलनात्मक रूपले हेर्न सकिन्छ। फरक यति हो, पश्चिम बङ्गालको विधानसभाको निर्वाचन नियमित प्रक्रिया थियो हो भने नेपालको निर्वाचन जेन्जी विद्रोहपछिको विशेष परिस्थितिमा सम्पन्न भएको थियो। जे होस्, मत परिवर्तन गर्न हिचकिचाउनु हुँदैन। राजनीतिक पार्टीहरू जनताको सेवाका लागि हुन्। कुनै कुल घराना, वंश, परम्परा र गोत्रधारी परिवार होइनन् राजनीतिक पार्टीहरू। अमुक पार्टीका नेता र कार्यकर्ताहरू पार्टीमै रहन् र क्रियाशील हुन्, तर जनता स्वतन्त्र रहनुपर्छ र रहन्। आफ्नो विवेकको प्रयोग गर्न स्वतन्त्र रहन्। आज यति नै गरौँ। सकल जनको जय होस्।